पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा बारक मोर यीशुको साथमा क्रुससम्मको यात्रा। आज महान लेनकालको दिन 26 दिन सान्त्वना दिने बन्नु। यूहन्ना 11 को 17 देखि 44, यसैया 40 को 1 देखि 5, भजन सङ्ग्रह 23, रोमी 8 को 25 देखि 28। चूर्ण हृदय सहित परमेश्वरको आवाज सुन्नुहोस्। उहाँ सुधार गर्ने डाक्टर मात्र हुनुहुन्न, तर पिता पनि हुनुहुन्छ, जसले हाम्रो आँसुहरू पुछिदिनुहुन्छ। क्रिस जामी दार्शनिक र निबन्धकार। सान्त्वना पाउन नचाहने को होला? कि कुनै यस्तो व्यक्ति होला जसलाई सान्त्वनाको आवश्यकता कहिल्यै पनि पर्दैन? निश्चय कुनै पनि मानिस त्यो भावनात्मक खाँचो र छुवाइभन्दा माथि छैन। हामी त्यस्तै हुनको निम्ति बनाइएका छौँ। चिनिया शिक्षक कन्फुसियसले भनेका छन्, उच्च वर्गका मानिसहरू सधैँ गुणको बारेमा सोध्छन्, सामान्य मानिसहरू सान्त्वना पाउने बारेमा सोध्छन्। यसै वक्ताले के भन्दछन् सुन्नुहोस्, तिमीहरूका परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना। यसैया 40 को 1। अनि भजनकारले भनेका छन्, चूर्ण हृदय भएकाहरू सबैका नजिक प्रभु हुनुहुन्छ र निराशा भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। भजन सङ्ग्रह 34 को 18। सबैभन्दा दयालु परमेश्वरले सधैँ नै यसो गर्नुहुन्छ। उहाँ कहाँ आउने कोही पनि दुःख, पीडा, आँसु वा आत्मामा चकनाचुर भएर फर्किँदैन। सान्त्वना एउटा मलम जस्तो हो, जसले मरिरहेका र आशा रहित मानिसहरूमा आशा ल्याउँछ। मानिसहरूले तिनीहरूका सारा जीवनभरि आर्थिक चिन्ताहरू, शैक्षिक कठिनाई, जातीय र सांस्कृतिक अव्यवस्था, गरिब, मानसिक र भावनात्मक चोट, कष्ट र बिमारी र अन्य धेरै कुराहरू जस्तो अवर्णनीय दुःख कष्टको सामना गर्दछ। यस्ता सबै खराबीको स्थायी समाधान छैन। पैसा र शक्तिले टुटेको हृदय वा चोट लागेको आत्मा वा मानव सम्बन्धहरूमा हुने रित्तोपन र खालीपनलाई ठिक बनाउन सक्दैन। तर सान्त्वना दाताले कठिन जाँच, आशा रहित र कठिनाइहरूमा पनि ढाडस दिन सक्छ। हामी यस्तो संसारमा जिउँछौँ जहाँ उपदेशक 4:1ले भनेको कुरा आज सबैतिर भइरहेको छ। फेरि मैले हेरेँ र सूर्यमुनि भइरहेका सबै अत्याचार देखेँ। अत्याचारमा परेकोहरूको आँसु मैले देखेँ, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूका पक्षमा शक्ति थियो र अत्याचारमा परेकोहरूलाई सान्त्वना दिने कोही थिएन। मदर टेरेजाले भनेकी छिन्, अरूलाई सहायता गर्न एक व्यक्तिले दुःख झेल्नै पर्छ। सन्त पावल पश्चिम इजरायलका अयुब राजा, दाउद राजा, इजरायलको अयुब राजा दाउद, एस्तर अनि पवित्र बाइबलमा पाइने महान व्यक्तिहरूको बारेमा विचार गर्नुहोस्। असङ्ख्य सन्त र आत्मिक पिताहरूले दुःख, पीडा, भावनात्मक चोटहरू र शरीरका यातना सहेका थिए। परमेश्वरले तिनीहरूलाई दिनुभएको काम पुरा गर्न तिनीहरू कसरी जिए र आफैलाई जीवित राखे। हाम्रो प्रभु उद्धारकर्ताले उदाहरण दिनुभएको छ, अनि यो दुर्बलताभन्दा माथि उठेर यो जीवनको सामना गर्ने र यसलाई जिउने निर्देशन दिनुभएको छ। लाजरसको घरमा येशू शान्तिदाता, सान्त्वनादाता बन्नुभयो। मार्था, मरियम र तिनीहरूका मित्रहरू ठुलो शोकमा परेका समयमा येशूले तिनीहरूलाई महत्त्वपूर्ण दिनुभयो र तिनीहरूका शोकको समयमा तिनीहरूसँग रहनुभयो। उहाँ तिनीहरूको साथमा रुनुभयो। अति दुखी हृदयसहित उहाँले स्वर्गका पितालाई पुकार्नुभयो र लाजरसलाई चिहानबाट बाहिर निस्कने आज्ञा दिनुभयो। यसो तिनीहरूका पीडा र शोकमा पूर्ण रूपले सामेल हुनुभयो। यसरी त्यहाँ उहाँ त्यस परिवार र तिनीहरूका मित्रहरूको निम्ति ठुलो
सन्तानदाता बन्नुभयो। उहाँले कलवरीको क्रुसमा पनि त्यस्तै किसिमको सहानुभूति देखाउनुभयो। यसुले ठुलो पीडा भोगिरहनु भएको थियो तापनि उहाँले आफ्नी आमा र आफ्ना ठुलो भिड चेलाहरूलाई वास्ता गर्नुभयो। उहाँले स्त्रीलाई उहाँका निम्ति नरुनु भन्नुभयो। त्यति मात्र होइन, यसु क्रुसमा घोर पीडा सहिरहनु भएको समयमा पनि उहाँका निम्ति रोइरहेका मानिसहरूलाई सान्त्वना दिन भुल्नु भएन। जब यसुले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नो आमालाई भन्नुभयो, नारी हेर्नुहोस् तपाईँको छोरो। यो सहानुभूति मानिसहरूको हृदय र भावनाहरूमा प्रवेश गर्ने अनि तिनीहरूलाई सान्त्वना र ढाडस दिने स्रोत बन्ने गहिरो र भावपूर्ण समर्पणसहित सम्बन्धित छ। प्रभुले अशान्त मन र उर्लादो आवेगलाई शान्ति र चैन दिनुहुन्छ। हाम्रो उद्धारकर्ता नै हुनुहुन्छ जसले भन्नुहुन्छ, तिमीहरूको हृदय विचलित नहोस्। सबै सान्त्वना परमेश्वरबाट आउँछ। उहाँले पाप क्षमा गर्दै मानिसहरूको निम्ति शान्ति बोल्नुहुन्छ। पवित्र आत्माको ताजा बनाउने प्रभाव र उहाँको अनुग्रहको प्रशस्त कृपाद्वारा तिनीहरूलाई सान्त्वना दिनुहुन्छ। उहाँले हृदय टुटेकोहरूलाई निको पार्नुहुन्छ र शोकले दबिएर झुकेकोहरूलाई आशा र आनन्द दिनुहुन्छ। उहाँमाथि भरोसा राख्ने र उहाँको सेवा गर्नेहरूको निम्ति उहाँले सान्त्वना पठाउनुहुन्छ। उहाँले आशा प्राप्त गरेका अनुभवहरूले हामीलाई परमेश्वरमाथि भरोसा राख्ने कारमा पार्नु पर्दछ अनि हाम्रो कर्तव्य र एकअर्कालाई प्रार्थनाद्वारा सहायता गर्नु मात्र नभएर परमेश्वरले हामीलाई जुन अनुभवहरूद्वारा दोहोऱ्याउनु भएको छ त्यसद्वारा सान्त्वना र ढाडस दिनु अनि हामीले पाएका फाइदाहरूका निम्ति उचित स्तुति प्रशंसा चढाउनु। यो लेनको समय हाम्रो निम्ति यस बाटोमा हिँड्नु भएका र हामीले बाटो देखाउनुहुने प्रभुको बाटो हेर्दै उहाँको बारेमा विचार र मनन गर्दै अनि स्वयं उहाँको जीवन आत्मसात गर्दै उहाँको बारेमा सिक्ने एउटा शक्तिशाली समय हो। सान्त्वना उहाँबाट आउँछ अनि हामी जब नम्रता साथ उहाँको मुहारको खोजी गर्छौँ र उहाँ हाम्रो जीवनलाई उहाँको इच्छा अनुरूप बनाउँछौँ, तब यही सान्त्वनादाता अर्थात् पवित्र आत्माबाट सेवा पाएको हुन्छौँ। यो समयले हामीलाई सान्त्वनादाताहरू बन्न सिकाएको होस्। उपन्यासकार भेरोनिका रोथले भनेकी छिन्, कहिलेकाहीँ कसैको छेउमा रहनु मात्र तिनीहरूलाई सहायता गर्ने सर्वोत्तम उपाय हुन्छ। कठिनाइहरू र पीडाको सामना गर्नुपर्दा मेरो आचरण र प्रतिक्रिया कस्तो छ? दुःख कष्टले दबेकाहरूप्रति मेरो आचरण र प्रतिक्रिया कस्तो छ? के म दुःख भोगिरहेकाहरूलाई परमेश्वरको प्रेम देखाउने र तिनीहरूको सान्त्वनादाता बन्ने मौकाको खोजी गर्दछु? अरूको दुःख र कष्टमा सक्रियता साथ सहायता गर्न र तिनीहरूलाई यीशुमा ल्याउन आज म कस्ता निर्णयहरू लिँदछु? म चोट लागेकाहरूलाई भेट्ने र तिनीहरूका नजिक हुने हरेक मौकाको फाइदा उठाउनेछु। म पवित्र आत्मासँग सहायता माग्दै प्रार्थना गर्दछु कि म खाँचोमा परेका मानिसहरूको साँचो मित्र र सान्त्वनादाता बन्दै तिनीहरूका अघि यीशुको उदाहरण बन्न सकूँ। हे प्यारो पिता, हामी विश्वास गर्छौँ तपाईँले पवित्र आत्मालाई यो संसारको शान्तिदाता बन्नको निम्ति बनाउनु भएको छ। हाम्रो जीवनमा, परिवारमा, मण्डली र समाजमा अरूलाई त्यसरी नै सहायता गर्न पवित्र आत्माको उपस्थिति दिनुहोस् जसरी तपाईँ उनीहरूलाई सहायता गर्नुहुने थियो। येशूको नाउँमा हामी प्रार्थना गर्दछौँ। आमेन।